वेलकम गाइज माई युट्युब च्यानल। आज हामीले सिक्ने भनेको मिनिङ चाहिँ छिगपको बारेमा छ। छिगप भनेको पेसा चाहिँ के हो र त्यसभित्र के पर्छ, कोरियन भाषामा कसरी भन्ने कुरामा हामीले अध्ययन गर्छौँ। सो कसैले हामीलाई सोध्यो छिगबी मुअत इम्निका, पेसा चाहिँ के हो भनेर सोध्यो। अब नाले भन्नु पर्यो अथवा मैले भन्नु पर्यो, अझ तपाईँले भन्नु पर्यो, के भन्नु पर्यो, सनसेङ निम इम्निका, तपाईँको पेसा के हो त्यही भन्नुभयो। सनसेङ निम इम्निका सर हो भनेको छ यहाँ चाहिँ। सो यसरी चाहिँ यो स्ट्रक्चर लाएर क्वेसन सोध्न पनि सक्ने हो, इम्निका लगाएर अनि इम्निदा लगाएर चाहिँ एन्सर दिन सक्ने हो, जसको अर्थ हो भन्ने अर्थ लाग्छ। सो आज हामीले पढ्ने भनेको मिनिङ अब हेरौँ। अब त्यस सम्बन्धीको मिनिङमा तपाईँको पेसा कुन पर्छ, आज कोरियन भाषाको छिगपको मिनिङबाट तपाईँलाई थाहा हुनेछ। हाक्सेङ विद्यार्थी, हाक्सेङ विद्यार्थी, सनसेङ निम शिक्षक, सनसेङ शिक्षक, ख्योसा शिक्षक, सनसेङ शिक्षक, ख्योसु प्रधानाध्यापक अथवा हेडमास्टर अथवा प्रोफेसर पनि भनिन्छ। खिजा भनेको पत्रकार, नोदोङजा भनेको श्रमिक, खुनलोजा भनेको नि श्रमिक, छिगवन भनेको के हो त कर्मचारी, होइसावन भनेको के हो त कम्पनीको कर्मचारी, छिकचाङिन भनेको के हो त कार्यालय कर्मचारी, खेङछाल भनेको के हो त प्रहरी, खेङबिवन भनेको के हो त सेक्युरिटी गार्ड, मियोङसा भनेको के हो त ब्युटिसियन, उइसा भनेको के हो त डाक्टर, फाक्सा भनेको के हो त डाक्टर, छिविसा भनेको के हो त दन्त डाक्टर, सुइसा भनेको के हो त पशु डाक्टर, मोक्सु भनेको के हो त सिकर्मी डकर्मी काठको काम गर्ने व्यक्ति, एसुल्गा भनेको के हो त कलाकार, एनेइन भनेको के हो त मनोरञ्जन दिने कलाकार, एनेइन मनोरञ्जन दिने कलाकार, सुङमुअन भनेको के हो त एयर होस्टेज, छुबु भनेको गृहिणी घरमा काम गर्ने मान्छे, खोङमुअन भनेको के हो त सरकारी कर्मचारीलाई खोङमुअन भनिन्छ, उन्जनगिसा ड्राइभर, सोबाङवान भनेको के हो त अग्नि नियन्त्रण अथवा आगो निभाउने मान्छे, फेनहोसा भनेको के हो त वकिल, साबगा भनेको के हो त व्यापारी, खुनिन भनेको के हो त सेना, छङसोबु भनेको के हो त क्लिनर, खानहोसा भनेको के हो त नर्स, सामुवन भनेको के हो त कार्यालय कर्मचारी, अबु भनेको के हो त माझी, फेउ भनेको के हो त हिरो हिरोइन अथवा कलाकार, फिल्म खेल्ने कलाकारहरू, योरिसा भनेको के हो त कुकम्यान, छोरिसा भनेको कुकम्यान, छोजोङसा भनेको पाइलट, छमवन भनेको पसले, छमवन भनेको पसले, याक्सा भनेको औषधि पसले, खिसुल्जा भनेको टेक्निसियन, खासु भनेको गायक, उछेबु भनेको हुलाकी, छङबिसा भनेको गाडी बनाउने मान्छे। यति मिनिङ चाहिँ तपाईँलाई कन्ठ हुनु पर्यो गाइज। मान्छेको पदहरू होइन क्वेसनमा आउँछ, पदहरू यो मान्छेको काम के हो भनेर आउन सक्छ। अनि त्यो सम्बन्धीको के कसले अब छङबिसा भनेर छङबिसाले के गर्छ त गाडी बनाउने काम गर्छ, त्यसको काम के हो त गाडी बनाउने मान्छेको कामलाई के भन्छ छङबिसा भनेर भन्नु पर्यो। अनि गीत गाउने मान्छे खासु भनेर जान्नु पर्यो। हो यसरी चाहिँ मिनिङहरू थाहा हुनुपर्छ। सो कतिलाई थाहा छैन भने लेख्नु होला। अनि यो मिनिङहरूले कतिको हेल्प भइरहेछ तपाईँहरूलाई। सो मैले यो
च्याप्टर वाइज गरेर मिनिङहरू अपडेट गरिरहेको छु जुन नयाँ पढ्दै हुनुहुन्छ उनीहरूको लागि भनेर। सो पुराना पढिसकेकोहरूलाई चाहिँ रिभिजन पनि हुने भयो होइन, कुनै मिनिङ छुट्या छ भने त्यो जानकारी पनि हुन्छ भनेर मिनिङहरू अपडेट गरिरहेको छु। सो आजको भिडियो यतिकै, फेरि अर्को भिडियोमा भेटौँला।